गाइज वेलकम टू बैक टू माई चैनल। यहाँ पनि मम्मी आइसक्नुभयो, यहाँ मेरो बाबा आइसक्नुभयो। अब मेरो हामी सेल्फी गार्ड डाँडामा आइसक्यौँ अनि मस्तले गर्दैछौँ। अब म पछाडिको भ्यू देखाउँछु। गाइज हेरी यस्तो छ भ्यू सेल्फी डाँडाको, यस्तो झन्डा छ पुरै यस्तो छ, यहाँ यस्तो छ टक्कसँगले वहाँ मुनि यस्तो छ। अब यता गाडी आइसकेको छ, पछाडि गाइज बाटै ब्लक भइरहेछ गाइज। ल यस्तै छ उपर हामी त्यसै पहाड आएको छौँ नि त अस्तिको ब्लक हेरु उयो के पो अरे बाबा परान फिल्मको फुलेको घर अब आउँदैछ। फुले चिन्नुहुन्न होला, त्यो सेतो परान फिल्मको सेतो यतापट्टि कहाँ छ नि, अब बुझ्नुभयो होला त्यो उहाँकै घर हो, उसको सुटिङ गरेको घर हो। सुटिङ गरेको घर चाहिँ हो, उसको सुटिङ गरेको चाहिँ घर हो। यो बाइक रोकेको गाइज, यो बाइक रोकेको यही हो, यही हो गाइज। वहाँ पर चाहिँ नि उयो आइस भन्दा नि चिसो छ नि त गाइजहरू, त्यही भएर उयो भइरहेछ चिसो छ। राति त कामहरू सुत्नुपर्छ कि गाइज। जाँदैछौँ अब गल्यौँ। एकछिन पछाडिको भ्यू देखाउँदैन अहिले, एकछिनमा देखाउँछु। खुट्टा एकछिन पछाडिको भ्यू देखाउँदिन। जङ्गल यो गुराँस पाउनु सक्छ है बाबा यस्तो जङ्गलमा। किम्बु गाइज मलाई दिन्नी मान्छेहरू चाहिँ किम्बु खानलाई व्यस्त छन् है। ल के छ किम्बुको अवस्था? मिठो डिली हेर यता ल, गाइजले मात्र भएन कि किम्बु खाएको एउटा देखा किम्बु कसैले हेर्नुहोस्। अब यो के फेरि के वहाँ परको चाहिँ भन्दा के हेर्नु, वहाँ पर यो सिनहरू देखाउँछ। यहाँ मन्दिर नमस्ते गर्नु होला गाइज, यहाँ माथि मन्दिर छ गाइज। वहाँ हेर्नु होला नेपालको देशका हाम्रो देश जाँदैछौँ चिसो गाइज। अब यता लाग्छ, परान फिल्म सुटिङ गरेको ठाउँ गाइज दामी हेर्नु होला। अब चिरञ्जीवी भव कहाँ फेरि परान फिल्म सकेपछि अब काकुले फेरि चिरञ्जीवी भव बनाउँदै हुन्छ गाइज। अब ठिकै छ गाइज, उयो अब हेरिदिनु होला चिरञ्जीवी फिल्म। अब आज सिद्धुवामा आउँदै हुन्छ काकुलाई भेटाइन्छ। काकु दीपक आचार्य, रियल नाम चाहिँ दीपक आचार्य हो गाइज। चिरञ्जीवी भव त त्यस्तो पनि छ, ओभर डेमी छ होला नयाँ फिल्म। अब हेर्नुपर्छ चलेपछि। गाइज तपाईँहरू पनि फलो त गरिदिनु नि। मैले मरि भ्लग बनाउँदा बाइकमा, त्यो पनि आइफोन 10 प्रो म्याक्सबाट झऱ्यो भने त खेल खतम नि गाइज, ओभरलोडिङ हुन्छ गाइज। अहिले नै भिडियो भरे फेरि भेटौँला गाइज। गाइजहरू धेरै चिसो छ पनि। गाइज हुन्छ। ल हेलो गाइज वेलकम टु ब्याक टु माई च्यानल। आज पनि आइसकेको छु नयाँ भ्लगमा हुन्छ। अब जाँदैछौँ यदि, अब इटारी जाँदैछौँ यदि वेटरमा यति गर्मी छ भन्नै नसक्नु क्या। उयो गर्मीले धारा चिन्छ, धारा हामी त धाराबाट पग्लिन सक्छौँ। अब भेलेटारको भ्यू हेर्ने भएर देखाइदिन्छु हुन्छ गाइस। हाम्रो डिल्लीरामलाई चिया दिएको त ग्लासै खाइदिएछ आधी। ग्लास नै खाने हो त तपाईँलाई थाहा छैन हो र? यसको ग्लास खाइदिने हो? कसरी देखाउ त बाबा? चिया खा पहिला हो नि, हो ग्लास सहित खाने रहेछ नि त। मलाई त के थाहा त। अनि त यो हाम्रो कान्छो नुनथलाको रिसोर्टमा
आजको लागि यति नै हो थ्याङ्क यू फर वाचिङ लाइक सब्सक्राइब र कमेन्ट सबै गरिदिनु होला अब हामी सबै भ्लग हेरेर म राम्रो लाग्यो भने सबै गरिदिनु होला बाई